हेर्नुहोस् कलम छोड्न जानु लागि छ अनि यहाँ तल चाहिँ खोलो बढिरहेछ। अब के हुन्छ है, तर्न सकिन्छ कि सकिन्न केही थाहा छैन। र कलम तोड्नु छ आज, कलमको तोडानमा जानु लागेको के हुन्छ है। कलम बस यही छ, रेडवुड लास्ट तोडान के हुन्छ। त्यो खोलो चाहिँ धमिलो छ, बढेको छ, सकिन्छ कि नै तर्न है, के हुन्छ। यता उताबाट पनि थियो बाटो, तर उताबाट गइएन, यताबाट आइयो। के हुन्छ, सकिन्छ कि सकिन्न गर्न, खोला चाहिँ तर्न देखौँ। पहाडको ठाडो खोला, सकिन्छ कि सकिन्न थाहा छैन। हिजो साँझ चाहिँ राति पानी पर्यो, पानी परेको कारणले अब एउटा चाहिँ खट भन्छ यहाँ, खट चाहिँ बढेको छ। अब के हुन्छ देखौँ कस्तो हालत छ। यदि सकिएन भने फेरि उताबाट कमसेकम 6-7 किलोमिटर घुमेर आउनुपर्ने हो। अनि के गर्ने, गाह्रो छ, केही थाहा छैन सकिन्छ कि सकिन्न खोला चाहिँ तर्न। अनि वहीँ गएपछि थाहा हुने कुरो छ, खोलाको नजिक। अहिले चाहिँ केही थाहा छैन, जान लागिएछ, खोलाको नजिक आइपुगिसकिएछ लगभग। अब त्यहाँ गयो भने थाहा हुने कुरो हो, कस्तो हुन्छ देखौँ। खोलो चाहिँ धेरै बढेको छ जस्तो लाग्छ, नजिक गएपछि थाहा हुने कुरो भयो। कस्तो छ केही थाहा छैन, नजिक गएपछि नै थाहा हुने कुरो हो। नत्र भने 6-7 किलोमिटर टाढा घुम्न पर्ने अवस्था आउँछ। के हुन्छ है, केही थाहा छैन। अब चाहिँ लगभग खोलाको नजिक आइसक्यो। खतरा छ खोला, पानी त धमिलो देखिन्छ। कस्तो छ है, खोलाको नजिक आइपुगिसक्यो, तर गाह्रो छ, गाह्रो लाग्छ, तर सकिन्न होला जस्तो लाग्छ। खोलाको नजिक आइपुग्यो, हेर्नुहोस् यो खोला यसरी छ। यसलाई यहाँ चाहिँ खट भन्छ, सकिन्छ कि सकिन्न विचार गर्नुपर्ने कुरो हो। त्यसरी चाहिँ बढेको यो भिडियो हेर्नुहोस्, खट बढेको